नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आजको मेरो यो न्यू भिडियो हाम्रो सिजन चिन्ताउसँग आयोजना गरेको सती घाट सुन्न घाटमै कोही भोज कार्यक्रमको सिलसिलामा आउनेले पाउनु के अरे सरी आउनुहुने सम्पूर्ण पाहुनाहरूमा हार्दिक स्वागत गर्दै आजको भिडियो सुरु गर्न चाहन्छु। आजको भिडियो विशेष गरी इन्ट्रेस्टिङ छ। आज मैले सुनेको छ चाहिँ चितपना गाउँ यहाँ हुनुहुन्छ हाम्रो काका काका हजुरको अनुमान कतिजना कति गाउँ आइसक्नु? 44 आफू देखिने भने अरूलाई पनि देखिने हुँदैन हो। 44 गाउँबाट करिब मान्छेहरू 2000 भन्दा बढी 2000 भन्दा आगमन भनेपछि सिजन चिन्ताउसँगले कति माया गर्नुहुनेछ भन्ने कुरो त देखिन्छ हो। र अलिकति व्यवस्था मिलाउन गाह्रो भयो र अब सिजनल रूपमा पनि अहिले अब पानी पर्ने छैन, गर्मी हुने अलिक गाह्रो भयो। मैले यहाँ बुझ्नु नसकेको कुरो के यहाँ मान्छे धेरै भएको हो कि ठाउँ साउरो भएको हो क्या? मान्छे धेरै भएको त होइन नि, न मान्छे धेरै भएको हो न ठाउँ साउरो भएको हो। दाइ यस्तो हो नि त दाइ, यो ठाउँै अलिक सानो छ नि त दाइ, यो माथि गाउँतिर जस्तो होइन नि त दाइ, होइन र? कुरो ठिकै हो। यदि होइन हामीले कुनै पनि व्यवस्थापनको चाहिँ अलिकति कमजोरी भएको छ। त्यसैले अब सबै परपाउना जो जति सबैलाई भनिदिनु होला यो भिडियो भ्लग हेर्ने उहाँहरू सबैलाई चाहिँ नै अब यो क्षमा याचना पनि हामीले भन्नुपर्छ। थ्याङ्क यू दाइ, सरी थ्याङ्क यू काका। हाम्रो दाइलाई कस्तो लाग्यो त नि? मलाई एकदम बेस्ट बेस्ट लाग्यो। हजुर चितवनबाट आउनु भयो होइन? अहिलेलाई चाहिँ म नेपालबाटै हो। होइन अहिलेलाई चाहिँ देवराबाट धरे देवरा लिपेबाट धरे क्या? थ्याङ्क यू दाइ। भाइरल चाहिँ होला नि त। भाइरल हुन्छ है कहाँको टोली हो यो? भाइरल नभने भाइरल चाहिँ हुन्छ क्या? आज चाहिँ यसो कहाँको टोली हो यो? हाम्रो काठमाडौँको टोली हजुर। काठमाडौँ टोली हो? हजुर हजुर चिन्तानको है, हजुर मेरै चिन्तानको ए एकदम नजिकको हामी हजुर यसले भन्नु टोली हो हजुर? ए ल धन्यवाद। यहाँ हाम्रो मान्छे हुनुहुन्छ। नमस्ते। नमस्ते।
सुन्दर बजार होइन त हजुर हजुर सुन्दर बजार धन्यवाद यहाँ त सबै मिक्स छ त यहाँ चाहिँ समुद्रमा समूहको त्यहाँबाट केटापट्टि रोडतिर छिरेर आउँछ बस ट्याक्कै छैन समुद्रसँग जमाउने होइन हजुर कस्तो लागिरहेछ एकदम रमाइलो लागिरहेको छ हजुर पोहोरकोभन्दा अलिक धेरै भयो कि जस्तो लाग्छ मलाई चाहिँ हजुर यो हाम्रो पाहुनाहरू चाहिँ अलिक धेरै भयो कि जस्तो लाग्छ पोहोरकोभन्दा पाउनलाई धेरै भयो भन्नु त भएन होइन जति आयो नि त्यो हामीले यदि हजुरहरूलाई गर्न नसकेको खण्डमा सेवा दिन नसकेको खण्डमा क्षमा चाहन्छु है होइन हामी एकदम खुसी छौँ असाध्यै रमाइलो भएको छ एकदमै सोचेको भन्दा बढी खुसी पाइरहेको छ हजुरको शुभ नाम मेरो मोती गुरुङ हजुर धन्यवाद है रमाइलो होइन यहाँ चाहिँ मैले सुने अनुसार चाहिँ अजिरकोटबाट हजुरहरू हो यो चाहिँ अजिरकोटबाट है हाम्रो निपुणमा विशेष गरी अजिरकोटबाटै आएको हो हाम्रो दाजुभाइहरू खलङ्गा हो ए म नि यस्तो है म अजिरकोट चाहिँ मैले हो म के मेरो दाजुभाइ भनेर बोल्न आएँ म चाहिँ सहीबारीको छेउमा पढे होइन मैले बोलिसकेँ जुवाई खानामा परेमा ए हजुर चोय गरेको हो धन्यवाद हजुर हजुर पनि हो होइन
हजुर म लामा हो हामी चिन्नु पर्यो भनेर कि आमा सरी यो चाहिँ आदिरकोट यताको ग्रुप चाहिँ यो बेसी छ उता चाहिँ आमाहरू बेचरबाट आउनुभएको हजुरहरू धन्यवाद है तपाईँलाई वेलकम छ हजुरहरूलाई जे जस्तै भए पनि है
आज आज मासु चामल ल होइन म आउनु पर्ला एकहत्तर समस्यामा खाँदैछ जाती मुवा हाँस्यो ठिक छ नि हाँस्यो ठिक मुनानुमा किचन बढी एकदम डटेर लागिरहेछ एकदम खुसीको कुरा मामा ठिकै मुना वा बोलो ल एकदम ठिक हो ठिक दिदी जोस डटेर लागिरह हजुर हजुर एकदम लगाइरहेछ नि ठिक छ ठिक खाना खाँदैछ पाहुनाहरू यो चाहिँ किचन है आमा नमस्ते हजुर एकदम राम्रो भयो नि है एकदम बढिया बढिया भयो नि हजुर त्यो हामीले पुर्याउन सकेकै छौँ पाहुनाहरूलाई सक्नु होइन छुटपुट गल्ती भएमा हामी माफ दिनु होला होइन यो भ्लग हेरेर होइन किनभने हाम्रो शीर्षक चिन्तन संस्थाले सक्दो गरेको छौँ तपाईँहरूलाई होइन यदि कहीँ छुट्न गएमा यो भ्लग हेरेर माफ गरिदिनु होला बाजो ठिक हुना उहाँ एकदम तपाईँहरूको एकदम चलिरहेछ त्यो चाहिँ हाम्रो गोदाम हजुर ठिक छ ठिक छ ठिक छ चलिरहेछ माल